नमस्ते सबैजनालाई। म छु अहिले झापा क्षेत्र नम्बर 5 मा र यो अहिले फागुन 21 गते हुन आँटेको चुनावमा अलिकति चासोको विषयले हेरिएको क्षेत्र पनि हो यो। र यो क्षेत्रबाट चाहिँ पूर्व प्रधानमन्त्री केपी ओली र राष्ट्र स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि बढेका बालेन्द्र शाह बीच यहाँनिर प्रतिस्पर्धा हुने भन्ने किसिमको हल्ला पनि रहेको छ। त्यही कारणले गर्दाखेरि चाहिँ मैले यहाँनिरका जनसमुदायमा भएका मानिसहरूलाई के हुनसक्छ भन्ने ओपिनियन लिन गइरहेको छु। हजुर शुभ नाम? मेरो सुभाष। हजुर क्षेत्र नम्बर 5 कै स्थानीय बासिन्दा हो? हजुर। पूर्व प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्र स्वतन्त्र पार्टीबाट काठमाडौँका मेयर काठमाडौँ महानगरपालिकाका बालेन्द्र शाहलाई प्रधानमन्त्रीको रूपमा अघि सरेर यहाँ चुनावी माहौल हुने भएको छ। झापा क्षेत्र नम्बर 5 ले के भन्छ यो विषयमा? कसको पक्षमा छ झापा क्षेत्र? अब यस्तो छ, यो झापा क्षेत्र नम्बर 5 मात्रै नभएर नेपालकै माहौल अहिले एकदम बदलिदो छ र विशेष गरी चर्चाको केन्द्र चाहिँ हाम्रो झापा क्षेत्र नम्बर 5 यहाँ, किनभने राष्ट्रिय स्वतन्त्र पार्टीको बालेन्द्र शाह अनि काठमाडौँको प्रमुख पनि भइसक्नु भएको छ। र अब यहाँ चाहिँ के छ भन्दाखेरि चाहिँ हामीले चाहिँ पुरानोलाई दिने अथवा नयाँलाई दिने, हामी परिवर्तनको पक्षमा छौँ अथवा यता स्थितिमा पुग्छौँ होइन। हिजो जुन जेनजी मुभमेन्ट पछाडि चाहिँ एउटा देशले परिवर्तनको जुन एउटा परिवर्तन खोजेको छ, नयाँ जोस चाहिएको छ, नयाँ युवा बिल्कुलै नयाँ परिवर्तन खोजेको छ। यस अवस्थामा चाहिँ हेर्दाखेरि चाहिँ झापा क्षेत्र नम्बर 5 मा हामी सबैको मूल्याङ्कन, म मात्रै होइन यहाँको जुन क्षेत्र नम्बर 5 ले मूल्याङ्कन गर्दाखेरि चाहिँ बालेन्द्र शाह स्पेसली नयाँ शक्ति र बालेन्द्र शाहको माहौल अलिक बढेको पनि देखेको छु। यहाँको मतपरिणाम के भन्छ होला? यहाँको मानिसले के भन्छ? अब नयाँलाई दिनुपर्छ नि, भनेपछि घन्टीलाई दिने हो? दिने नयाँलाई। अब पुरानो त देखिहाल्यो होइन, अब नयाँलाई दिने। क्षेत्र नम्बर 5 को जनताले हजुरको विचारमा के भन्छ यहाँनिर? क्षेत्र नम्बर 5 को जनताले चाहिँ बालेन्द्र शाहलाई नै जिताउनुपर्छ भनेर यहाँको जनताहरूले सबै उयो गरिरहेको छ। अब हामी पनि हाम्रो परिवारबाट पनि हामीले पोहोर पनि धम्कीमै दिएको, अहिले पनि नयाँ नेतृत्वको खोजीमा हुनुहुन्छ? हजुर, हामी चाहिँ त्यही हो। अब देशमा अब जसले विकास गर्छ उहीपट्टि लाग्नु पऱ्यो नि त होइन त। अब त्यही कारण अब यहाँको जनताहरूले पनि त्यही खोजिराखेको छ। अब बालेन्द्र शाह पनि अब भएदेखि जित्नुहुन्छ भन्ने 5 नम्बर क्षेत्रबाट बालेन्द्र शाहले नै जित्नुहुन्छ भनेर चाहिँ अब सबैजना त्यसमा लागि पर्नु भएको छ होइन, जिताउनुको लागि। हाम्रो नाम नरेश गिरी होइन। यहाँको माहौल कस्तो छ? अब यहाँको माहौल त अब राम्रै छ। अब मेरो त ताराबारी झापा नै हो। भनेपछि यहाँको माहौलले चाहिँ बालेन्द्र शाह नै भन्छ। अँ धन्यवाद।